हेलो गाइज, आज चाहिँ हामी बुढाबुढी गेम खेल्न गइरहेको छौँ। गेम चाहिँ यहाँ हामीले चिटमा यहाँ खानेकुराहरूको नामहरू, अब यहाँ दल्ने कुरा पनि छ, चोप्ने कुरा पनि छ। अनि यहाँ अब हामी खेल्न गएर खानेकुरामा चाहिँ यहाँ लिची जुस, बनबनी बिस्कुट, बटारे, हाम्रोतिर चाहिँ यसलाई बटारे भन्छ। अनि दही, चक्लेट, चिया, अनि त्यस पछाडि हाम्रो यो पपकर्न, मकैको फुल होइन, यो चाहिँ बदाम भुटेको यस्तो स्वाद हुन्छ यो होइन। त्यस पछाडि यो के हो, यो कप केक भन्छ यसलाई चाहिँ तपाईँको चाहिँ यो चुकन्दर, प्याज, यो स्पेसल हाम्रो यो चाहिँ खुर्सानी छ। आहा, अनि त्यस पछाडि यहाँ टमाटर छ, त्यस पछाडि यहाँ चाहिँ कागती छ, त्यस पछाडि यो पानी, स्पेसल पानी छ, यो पनिसमेन्टको लागि हो। यो चाहिँ हाम्रो एकदम स्पेसल चाहिँ जडीबुटीबाट बनाएको पाउडर छ तपाईँको। यो चाहिँ गाउँको पिठो भन्छ यसलाई, स्पेसल हो यो चाहिँ। ल अब चाहिँ कसले सुरुमा गर्ने टिप्ने भन्दाखेरि चाहिँ हामी सिजर पेपर रक गर्छौँ। अनि कसले जित्छ त्यसले सुरुमा टिप्ने। ल सिजर पेपर रक, तपाईँले है। ल मैले हो, तिमीले हो। ल अब के आयो त सुरु? बिस्कुट। मलाई चाहिँ बिस्कुट पर्यो फर्स्टमै। ल म चाहिँ बिस्कुट खान गएँ। यो चाहिँ अब यहाँ राख्ने होइन। ल अब बिस्कुट गयो। बिस्कुट अब तपाईँ टिप्नु। छिटो छिटो खाऊ न, ढिलो गर्ने म टिपौँ त। खोर्सानी चाहिँ नआइज है भगवान्। के हो यो? कफी चकलेट गाइस, कफी चकलेट। कफी त बहुत मन पराउने मान्छे म। पहिल्यै कफी आएछ यार। म यो खान्छु अब। अब म होइन त टिपौँ। गाइज अब के पर्ला त? बटारे गुलियो मात्रै पर्छ त। बटारे हेर्नु, बटारे पर्यो है मलाई। बटारे है, बटारे। हाम्रोतिर चाहिँ यसलाई बटारे भन्छन्। मलाई त खुब मनपर्छ। यिनी खालि गुलियो मात्रै बढी खान्छ नि, त्यही भएर गुलियो पर्यो होला है। टिप्नु न। आम्मा यत्रो धेरै छ त यार। ला के हो? भिडियो बनाइहाल्यो नि मलाई यार। अब कसरी खाने यार यो? जम्मै खाने हो? पुरै गरौँ। रियाक्सन है, रियाक्सन हेर्नु। अब खोर्सानी कस्तो पिरो छ फेरि। कसरी खाने यार? चिन्देऊ न अलिकति। म टिपौँ। मलाई डर लाग्यो। ल टिपिरहेको। ल म छिटो गर्छु। तपाईँलाई अर्को कफी चकलेट। मलाई चक्लेट चाहियो। ल अर्को टिप्नु तपाईँको पाली। ल तपाईँ टिप्नु। म कति खान्छु, यो चाहिँ कति खान्छु गोजीमा राख्छु। के भयो त? पानी रे, पानी। हे भगवान्, यहाँ डोक्नु मुख। पानी पनि खाइदियो। ल म छिटो गर्छु। फेरि अर्को दिन तपाईँलाई खाने कुरा आउँछ कि। जुस गुलियै मात्रै आउँछ त। जुस। ल टिप्नु। कप केक। ल कप केक खानु तपाईँको। के खाएर है। ल अब चाहिँ मलाई अलिक शान्त हुने हो। मलाई डर लाग्यो नि। कागती गुलियोबाट स्वाटै कागती अमिलो परेछ। ल
कति गाइज मजा पिरो भयो ल चुकुन्दर आयो ल ल हेर्नुहोस् गाइस चुकुन्दर छ यहाँ है पिरो कम भएन अलिअलि कम भयो मलाई डर लाग्छ मेरो पालि त्यो पनि त्यो दाँतै कुडियो मेरो त मेकअप गर्नु पर्यो ल यो चाहिँ 36 जडीबुटीको एकदम स्पेशल पाउडर दल्ने हो महँगै दल्ने हो मस्ताले माथि पनि लाउने हो मैले खाइसक्यो मरिगो नि फेरि खोर्सानी आएछ गाइस मलाई डर लागिरहेको थियो तर तर मलाई परेन छिटो खानु नि यो चाहिँ म खाइन्छु गाइस हगे पिरो गएको छैन भोलि के हुन्छ होला बर्बाद म टिपेर छिटो मलाई त डर लाग्यो बदाम 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 है मलाई बदाम हाल्छ खाऊ न छिटो गर्नु छिटो गरम गरम बोक्रै खाउँछ भाइ पनि फिरे आउँछ हुन्छ बोक्छ भाइ झोला देखाएको बस्ने पनि टमाटर तर मलाई ठिकै लाग्छ टमाटर छिराउने टमाटर पनि फेरि कत्रो ठुलो रहेछ मान्छेको मरेर भइसक्यो बटारे आछ बटारे आज 2 नयाँ बटारे आछ बटारे खानुलाई पिरो भएको भएर बेचा हाल्ने हो खानु कुरा मिलिसक्यो छैन टिपे मान्छेले पानी ल त गाइस मेकअप त राम्रै हुँदैछ पखाल्छु अब झ्याप्पै चोप्ने हो सड्किहाल्छ नि भयो त चोपिसक्यो त्यो त ठेलेर नि झन्डै नि सड्क्यो नि मेरो माली मैले पानी हाँस्न पनि गाइस अब चाहिँ बल्ल स्वादले बिस्किट आएछ बिस्किट खोइ बिस्किट कस्तो 2 ढिडी मलाई नि परेको मकैको फुल नमिठो मुख भयो टमाटर काँचो टमाटर ल तपाईँ गर्नु इमली बम चक्लेट आएछ इमली बम पिरो सकेको छ राम्रोमा रातो पिरो मलाई डर लागिरहेको यो जम्मै खाइसक्दा पनि मेरो पिरो त यार गाइस कस्तो पिरो पिरो फेरि कुटेको हालेको टिपो अब त
त त्यति डर लाग्छ प्याज पनि डर लाग्ने नि छ के गर्नु गाइस पिठोले पिठा छोडेन अब पानी छ मुखमा के होला त लाउनु पाउडर मिलेरै आएको छ जोस पाउडर छोरी मान्छे लाउने नि गाइज होइन ठिक छ गाइस कस्तो देखा गाइज हेर्नुहोस् मेरो बिटलाई ल हेर्नुहोस् वाह गाइज अहिले त पियाज आएछ ठिक छ यो पनि झरोस् न छोडिदिएको अहिले ल गाइज यो पनि हालिदिउँ है त अब टिपु बदाम दही खानु पाएन क्या दही कहिले आउँछ यार यो दही वाह मकै गाइस पकर्न यो त स्पेसल हो नि मेरो फेभरेट हो नि यो पियाज र मकै रे कस्तो पिरो बनाउँछ झन् त्यो प्याजले मेरो पानी तपस्या गरे मलाई परेछ म त अगाइसक्यो गाइस यार हत्तेरी वाह स्पेसल मलाई आयो नि त यार जुस आयो नि मलाई यार गाइस ल म जुस खान्छु है अर्को जुस त मेरो भाइमा परेछ हानी चाहिँ यसले चाहिँ अलिक पिरो हराउँछ होला अब 2 ढिडी खोर्सानीको कमाल टिपुम खाँदै गर्नु इमली बम परेछ मेरो भालो टमाटर यार काँचो टमाटर गाइस यार पाकेको भए पनि ठिकै हो यार हत्तेरी यार कत्रो ल्याएको यो सानो ल्याउनु पर्छ नि यार आम्मामा यार कसरी खाने यार अरे बा टिपु चिकनदार यो स्वास्थ्यको लागि फाइदा एकदम राम्रो गर्छ है रगतको कमी हुने जतिले चाहिँ डेली खाने गर्नुहोस् खोजी खोजी खानुपर्छ है गाइस पाइन्छ सरकार बजारतिर चिकन क्या गाइस अरे बाप रे खोर्सानी भर्खर खाए यार चिया आइरहेछ तातो यार कसरी खाने होला गाइस फेरि गाइस चिया आएछ गाइस यार फेरि यो तातो चिया खोर्सानी खाएको मुखमा कसरी खाने गाइस यार प्याज कस्तो पिरो भयो अब चाहिँ दही आयो कि फेरि चिया गाइस 2 कपै चिया मलाई चाहिँ मार्ने नि भयो यार आज तपाईँ चिया खाँदा त्यो पनि एउटा दही तिमी नि खाऊ त प्याज खाएको छ
ल टिप्नु अर्को लास्ट हो है गाइज अब यो लास्ट लास्ट छ है गाइज अब लास्ट के छ यार गाइज यार गाइज यार हो र छ गाइज यार ल कप केक आयो गाइज ल गाइज बाइ ल फिनिस भयो गाइज हाम्रो यो हेर्दै लाइक कमेन्ट सब्स्क्राइब सबै गरिदिनुहोस् है गाइज यहाँ लास्ट है यो बाइ गाइज बाइ